के तपाईले पनि हस्ताक्षर गर्नुभयो? हो, यदि गर्नुभएको छैन भने चाँडै हस्ताक्षर गर्नुहोला। तपाईँ हामीलाई थाहा छ पछिल्लो समयमा देखिरहेका छौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेमाथि जुन राज्यले गरेको राजनीतिक प्रतिशोध साधेर जसरी उहाँमाथि एकपटक होइन पटक पटक अन्याय र अत्याचार गरिरहेको छ यो राज्यले, जसको विरुद्धमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले न्याय पाउनुपर्छ भनेर जुन खालको एउटा चाहिँ हस्ताक्षर अभियान चलिरहेको छ देश तथा विदेशहरूमा, हरेक राष्ट्रमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अहिले एकदमै तीव्र रूपमा अगाडि बढिराख्नु भएको छ। कतिलाई थाहा छ होला, कतिलाई थाहा छैन होला। हो, जुन देशमा तपाईँ हुनुहुन्छ त्यो देशमा कार्यरत जति पनि दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ सहकार्य गरेर हस्ताक्षर कार्यक्रमलाई तीव्र रूपमा अझै अगाडि बढाउँ र सफल बनाउँ म यो अनुरोध गर्न चाहन्छु। किनकि यहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहोस् त्योसँग कुनै सरकार भएन। यहाँनिर एउटा व्यक्तिलाई, एउटा जो निर्दोष मान्छेलाई राज्यले जुन तरिकाले दोषी बनाउन कोसिस गरिरहेको छ भोलि त्यो तपाईलाई पनि पर्दैन भन्न सकिँदैन। त्यसैले गर्दाखेरि यो अन्याय र अत्याचारको विरुद्धमा जुन अभियान चलिरहेको छ हस्ताक्षर, तपाईँ जुनसुकै पार्टीमा रहे तापनि, जुनसुकै पार्टीमा आबद्ध भए तापनि तपाईँले एउटा मानवीय दृष्टिकोणले हेर्नुहोला कि रवि लामी छाने साँच्चै के ठगिने हुन् त? आजसम्म उनलाई साँच्चै भन्ने नै प्रमाणित पनि गर्न सकेको छैन। जसले चाहिँ पैसा लिएको छ उनी मान्छेलाई पक्राउ गरेको छैन जानी जानी, किनकि यहाँ त जसरी पनि रवि लामी छानेलाई फसाउनु छ। त्यसैले त जो मेन व्यक्तिलाई, जुन सम्बन्धित व्यक्तिलाई चाहिँ पक्राउ गर्न सक्दैन, पक्राउ गरेको छैन, सकिसके पनि सकेको छैन, यो कुरा प्रष्ट थाहा छ। अब यति भनिरहँदाखेरि सहकारी ठगीलाई बचाउ गरिरहेका छन् यिनले, होइन? यदि त्यसो हो भने त सबैभन्दा मुख्य को त? सहकारी ठगीको मुख्य को हो त? त्यो मुख्य एउटा व्यक्तिलाई एउटा राज्यले पक्राउ गर्न सक्दैन? सक्छ नि। यहाँनिर ठुलो चलखेल भएको छ, ठुलो षड्यन्त्र रचिएको छ। रवि लामी छानेलाई अब यो 84 भन्दा अगाडि निकाल्नै हुँदैन। उनलाई कसरी हुन्छ 84 सम्म त सड्याउनै पर्छ। राजनीतिमा हात टेक्न दिनु हुँदैन, राजनीतिमा खुट्टा टेक्न दिनु हुँदैन भन्ने यो एउटा ठुलो षड्यन्त्र हो। त्यसैले गर्दाखेरि यो अन्याय र अत्याचारको विरुद्ध यो कुनै राष्ट्रिय स्वतन्त्र पार्टीको लागि मात्रै नभएर यो देशकै लागि यो अन्याय भएको छ, अत्याचार भएको छ। यो अन्याय र अत्याचारको विरुद्धमा अब तपाईँ हामी एकबद्धता भएर हस्ताक्षर गरेर जुन कि राज्यले गरेको जुन दमनमाथि हस्ताक्षर गरेर जनताले आखिर के चाहेको, जनताले कतिको बुझेको छ भन्ने कुरा प्रष्ट गराउनु तपाईँ हामीले अब जरुरी छ। र ढिलो नगरिकन तपाईहरूले पनि हस्ताक्षर गर्नुहोला। यदि तपाईँलाई थाहा छैन भने तपाईँ जुन देशमा रहनुभएको छ त्यो देशमा रहनुभएको नागरिक दाजुभाइ तथा दिदीबहिनीलाई सोध्नुहोला कसरी यो हस्ताक्षर गर्ने भन्ने विषयमा। र यस्ता धेरै भिडियोहरू पनि बनिरहेको छ कसरी गर्ने भन्ने विषयमा, देखाइ पनि राख्नुभएको छ, सम्झाइ पनि राख्नुभएको छ र जानकारी पनि गराइराख्नु भएको छ। ती भिडियोहरू हेरेर पनि तपाईँले हस्ताक्षर गर्न सक्नुहुनेछ। र विशेष गरेर अहिले मलेसियामा पनि तीव्र रूपमा हस्ताक्षर कार्यक्रम चलिरहेको छ। जति पनि मलेसियामा हुनुभएको छ दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईँ साँच्चै नै एउटा मानवीय धर्म निभाउनुहुन्छ भने हो, कोही पनि निर्दोष मान्छे दोषी हुनु हुँदैन, निर्दोष मान्छेलाई फसाउनु हुँदैन, भोलि हामीलाई पनि पर्न सक्छ भन्ने खालको जुन तपाईँमा एउटा मानवीयता छ अथवा रवि लामी छाने समर्थक हुनुहुन्छ जो कोही हुनुहुन्छ, हस्ताक्षर आजै गर्नुहोला, अहिले गर्नुहोला र जति सक्दो चाँडो यो हस्ताक्षर हामीले बुझाउन सकौँ र यो राज्यले साँच्चै नै मैले गलत गरिरहेको छु भन्ने महसुस होस्। दर्शकबिन यति भन्दै अहिले भने म तपाईँकै समावेश साथी सुजन लिम्बू बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।